आइहाल्छ। हेलो फर्सी, कहिले कुहिने हो? हेलो, सब्जी के छ बहिनी आज हाम्रो घर? हाम्रो खतरा हतियार हुन्छ। अब त्यो साथीभाइ अम्मनै भइसक्यो। अम्मन वाक्कैदेखि नै विरक्त लागिसक्यो। फेरि आज आइहाल्छ फर्सी। अझै छवटा अरे बाबा, कहिले आइसक्नु? दसैँ सक्यो, दिवाली सक्यो, फर्सीले चाहिँ आइहाल्छ। हेलो फर्सी, कहिले कुहिने हो? हेलो, 6 महिना पछि मात्रै कुहिन्छ भने 6 महिना त सकिहाल्छ फर्सी खाएर। फर्सी छोडेर यो वेलकम गरौँ भनेको यो फेरि मन पर्न अरे हौ। मन पर्ने कुरा चाहिँ बेलुकीको सब्जी आज यही नै अरे। विरक्त लाग्यो है फर्सी। बिहान पनि यही, बेलुका पनि यही, सुत्दा नि यही, उठ्दा नि यही। ए फर्सी महारानी, तिमी किन यस्तो दया गरेको हामीलाई योपालिको? किन यस्तो दया गरेको? फर्सीहरू चाहिँ अनुहार राम्रो छ, तर वाक्कै दिकै भइसकेन। अर्को पालिदेखि चाहिँ फर्सी नरोप्ने। हामी चाहिँ घरमा चाहिँ आमाले रोप्यो भने उखाले चाहिँ फेलिदिइहाल्ने। बहिनी आएदेखि फर्सी गएको वाक्कै। भोलि फ्यालिदिउँ फर्सी बहिनी, ल भोलि फ्यालिदिउँ तिमी लुकेर। र हामी चाहिँ भोलि फर्सी फ्यालिदिन्छ कि आमाले लुकाएर सट्टैसँग। ल फर्सी बाई बाई। अब हामीलाई यत्रो दिन साथ दिइहाल्नु भयो, अब दिइरहनुहोस् ल 2-3 महिना। अब डिसेम्बरसम्म दिनुहोस्, त्यहाँबाट उता पर्दैन। जनवरीदेखि त आलु खानुपर्छ। र बाई बाई। फर्सीले भन्दैछ बाई बाई। अम्मान भइसक्यो साथीभाइ, फर्सी खाँदा खाँदा वाक्कै भइसक्यो।